nepalnews.com. News from Nepal as it happens. आज मिति 2069 साल फागुन 16 गते बुधबार काठमाडौँबाट प्रकाशित नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको समाचार सार संक्षेपमा स्वागत छ। आज प्रकाशित दैनिक पत्रिकाहरूले प्रधान न्यायाधीशको वक्तव्यप्रति बार एसोसिएसनको आपत्ति, अब न्याय कार्यमा संलग्न नहुन आग्रह, दलहरू बाधा अड्काउ फुकाउतिर शीर्षकका समाचारका साथै अन्य विषयवस्तुहरूलाई पनि प्रमुखताका साथ प्रकाशित गरेका छन्। रेग्मीको भनाइप्रति बारको आपत्ति, असंवैधानिक प्रस्तावमा छलफल नगर्न दलहरूसँग आग्रह शीर्षकको समाचारमा गोरखापत्र लेख्छ। चुनावी सरकारको नेतृत्व गर्ने प्रधान न्यायाधीश खिलराज रेग्मीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै नेपाल बार एसोसिएसनले घुमाउरो पारामा प्रधान न्यायाधीश रेग्मीको राजीनामा मागेको छ। सल्लाहकार समितिको बैठकपछि मंगलबार आधिकारिक धारणा सार्वजनिक गर्दै नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश रेग्मीलाई सरकारको नेतृत्व दिने असंवैधानिक प्रस्तावमा छलफल नगर्न राजनैतिक दलहरूलाई आग्रह समेत गरेको छ। राज्यका अन्य अङ्गले गरेका असंवैधानिक कार्यको न्यायिक पुनरावलोकन गर्न मौलिक दायित्व भएको न्यायपालिकाका प्रमुख स्वयंसेवी हैसियतमा कार्यपालिकाको प्रमुख हुने विषय न्यायिक मूल्याङ्कन मान्यता विपरीत रहेको छ। यस्तो असंवैधानिक प्रस्तावमा थप छलफल वा निर्णय नगर्न नेपाल बार सबै जिम्मेवार राजनैतिक दल र अन्य निकाय वा पदाधिकारीलाई समेत आग्रह गर्दछ, बारको निर्णयमा उल्लेख छ। सोही पत्रिकाले प्रधान न्यायाधीशमा सहमति हनुमान छलाङ, एमाले नेता नेपाल, निर्वाचन आयोगमा नियुक्ति यही सरकारबाट, पञ्चेश्वर अध्ययन प्रतिवेदन पारितका लागि तयारी, गुणस्तरीय स्वास्थ्य सेवाको प्रतिबद्धता शीर्षकका समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। दलहरू बाधा अड्काउ फुकाउनतिर शीर्षकको समाचारमा कान्तिपुर लेख्छ। प्रधान न्यायाधीश खिलराज रेग्मीले सरकारको नेतृत्व लिन तयार रहेको जनाउ दिएपछि राजनीतिक दलहरू असंवैधानिक तथा कानूनी अडचन हटाउनका लागि बाधा अड्काउ फुकाउने प्रस्तावलाई अन्तिम रूप दिने क्रियाकार्यमा लागेका छन्। सरकारको नेतृत्व लगायत निर्वाचनमा जान संविधानका धेरै धारा संशोधन गर्नुपर्ने भएकाले राजनीतिक दलहरूको परामर्शका आधारमा कानून मन्त्रालयले बाधा अड्काउ फुकाउने एकमुष्ट प्रस्ताव तयार पारिरहेको स्रोतले बतायो। एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा सम्मिलित कार्यदलमा अन्तरिम मन्त्री परिषद गठन, संविधान सभाको निर्वाचन, संविधान सभाको अवधि र त्यसको संख्या जस्ता विषयमा सहमति भइसकेको छ। रक्षालाई छलेर हेलिकप्टर किन्न कार्यदल शीर्षकको समाचारमा सोही पत्रिका लेख्छ। सरकारले सरकारवाला रक्षा मन्त्रालयलाई छलेर नेपाली सेनाका लागि 2वटा अत्याधुनिक हेलिकप्टर किन्ने प्रक्रिया अगाडि बढाएको छ। रुसमा निर्मित 30 सिट क्षमताका MI-17 हेलिकप्टर किन्ने प्रक्रिया अघि बढाउने कार्यदलमा रक्षामा कुनै प्रतिनिधि राखिएको छैन। नेपाली सेनाको हवाई महानिर्देशनालयका हवाई प्राविधिक संयोजक रहने कार्यदलमा अर्थ, नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रतिनिधि राखिएको रक्षा स्रोतले जनायो। यसअघि सेनाको खरिदारी लगायतका अन्य महत्वपूर्ण प्रशासनिक निर्णयमा रक्षाको प्रतिनिधित्व समेत रहने गर्थे। सेनाका लागि हेलिकप्टर खरिद गर्ने जस्तो संवेदनशील विषयमा रक्षालाई छल्नु आश्चर्यजनक रहेको छ। कांग्रेस एमाले शीर्ष नेतामाथि पेलान, राजीनामा नदिई स्वीकार्नुहुन्न कांग्रेस नेताहरू शीर्षकको समाचारमा नेपाल समाचार पत्र लेख्छ। बहालवाला प्रधान न्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने प्रस्तावमा सहमति गरेको भन्दै तीव्र आलोचना खेपिरहेका नेपाली कांग्रेसका शीर्ष नेताहरूले मंगलबार काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। कांग्रेस सभापति कोइराला निवास महाराजगंजमा बसेको बैठकमा काठमाडौँमा उपलब्ध 3 दर्जन जति केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। एमाले बैठक बहालवालालाई किन शीर्षकको समाचारमा सोही पत्रिका लेख्छ। नेकपा एमाले स्थायी कमिटिको मंगलबार बसेको आकस्मिक बैठकमा पार्टीको नेतृत्वले एमालेको कुनै बैठकको निर्णय अनुसार बहालवाला प्रधान न्यायाधीशलाई सरकार प्रमुख पनि बनाउने प्रस्ताव गरेको हो भनी प्रश्न गरिएको छ। एमाले केन्द्रीय कमिटिको गत हप्ता बसेको बैठकले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत जान नहुने, लोकतान्त्रिक मूल्य मान्यता विपरीत निर्णय गर्न नहुने, सकेसम्म दलीय नेतृत्वमै सरकार बनाउने प्रयत्न गर्ने निर्णय गरेको थियो। जेठमा चुनाव गर्न आयोग तयार शीर्षकको समाचारमा नयाँ पत्रिका लेख्छ। संवैधानिक अडचन हटाउन दलहरूबीच वार्ता चलिरहेका बेला निर्वाचन आयोगले जेठ अन्त्यसम्म निर्वाचन गराउन गृहकार्य जारी राखेको छ। आयुक्तहरू छिटै आउने आशामा कर्मचारीले चुनावी प्रक्रिया अघि बढाएका छन्। आयोगको कर्मचारी नेतृत्वले मतदाता नामावली रुजु तथा मतपत्रका लागि आवश्यक तयारी तीव्र पारेको छ। यस्तै सुरक्षा संयन्त्र लगायत बारे पनि आयोगले गृह मन्त्रालयसँग आवश्यक परामर्श गरिरहेको छ। राजनीतिक दलहरू बीचमै जेठमा चुनाव गर्ने अठोट भए आयोगले गर्न सकिन भन्ने कुरै भएन। आयोगका प्रवक्ता अनिल ठाकुरले भने, दलीय सहमति भए हामी काम गर्छौं, आन्तरिक रूपमा जारी पनि छ। यसअघि सरकारले
मङ्सिर 7 को घोषणा गरेको चुनाव हुन नसक्ने लिखित जानकारी आयोगले 15 साउनमा नै सरकारलाई गराएको थियो। सोही पत्रिकाले सोभियो निर्वाचन नियमावली संशोधन प्रस्ताव उम्मेद्वार हुन 30 वर्ष उमेर हद शीर्षकको समाचारलाई पनि प्रमुखताका साथ प्रकाशित गरेको छ। पूर्व राजा रानी छोरो भेट्न बैंकक जाँदै शीर्षकको समाचारमा नागरिक लेख्छ, पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल चिन्ताजनक अवस्थामा उपचाररत छोरा पारसलाई भेट्न बैंकक जाने भएका छन्। बुधबार थाई एयरको विमानबाट दुवैजना बैंकक जाने ज्ञानेन्द्र निकट स्रोतले बतायो। हृदयघात पछि बैंककको समितिभेज अस्पतालमा सुकुम्भित शाखामा उपचाररत पारसको स्वास्थ्य अवस्था सुधारको साटो बिग्रदै गएपछि ज्ञानेन्द्र र कोमल उनलाई हेर्न बैंकक जान लागेका हुन्। यसअघि नै पूर्व युवरागी हिमानी पारसकी बहिनी प्रेरणा सिंह लगायत पूर्व राजदरबारका परिवारका सदस्य बैंकक पुगिसकेका छन्। युवा संघमा फेरि बस्नेत निर्वाचित शीर्षकको समाचारमा अन्नपूर्ण पोस्ट लेख्छ, एमाले भातृ संगठन युवा संघ नेपालको अध्यक्षमा फेरि महेश बस्नेत निर्वाचित भएका छन्। बुटवलमा मंगलबार सम्पन्न संघको 8औं महाधिवेशनमा बस्नेत आफ्नो प्यानल सहित निर्वाचित भएका हुन्। बस्नेतका प्रतिद्वन्दी निरज आचार्य थिए। निर्वाचन समितिका अनुसार 5 जना उपाध्यक्षमा निरूपाल, झपट रावल, सूर्य ढकाल, दिलकुमारी पन्त र राजु गुरुङ विजयी भएका छन्। युवा संघको महासचिवमा राजीव पहाडी विजयी भएका छन्। सचिवमा रमेश पौडेल, अशोक चन्द, किरण पौडेल, टीकाराम शर्मा, अशोक यादव, चन्द्र लामा, भगवती विष्ट, हस्तबहादुर साई र सरोज दिलु विक विजयी भएका छन्। त्यस्तै कोषा अध्यक्षमा गोविन्द थापा विजयी भएका छन्। हवस् त आजलाई नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको समाचार सार संक्षेप यति नै। nepalnews.com News from Nepal as it happens.